हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। हामीहरू आज चरीकोटमा बसेर आज बिहान उठेर नुहाई धुवाई गरेर कालिम्चोक दर्शनको लागि जाँदैछौँ। यो चोक हो चरीकोटको सातो बाटो होइन। ल कालिम्चोक जाने सौभाग्य मिलेको छ आज। यस्तो खुसी लागिरहेछ। चरीकोटदेखि कालिम्चोकसम्मको यात्रामा हामीहरू यहाँ बीच बाटोमा केही छिन ओर्लियौँ। यो हो कुरी बजार, जुन ठाउँमा केबल कारको स्टेसन छ। आहा, कति रमाइलो छ है हाम्रो देश नेपाल। स्विजरल्यान्डतिर जस्तो घर। पुरी बजार पुगेपछि हामीले त्यही पूजा साधनहरू किन्यौँ र केबल कारको टिकट पनि। केबल कारको लागि हामी लाइन बस्दैछौँ। हेर्नुहोस् त यहाँ कति भिड छ, कति लामो लाइन छ। यहाँको मौसम धेरै चिसो थियो, त्यसैले मैले हेर्नुहोस् त हुडी लगाएकी छु। निकै जाडो थियो। 8 जना अट्ने यो केबल कारमा हामीहरू सबैजना मिलिजुली चढ्यौँ। हामीहरू त 3 जना मात्रै थियौँ। हामीहरू कालिम्चोक माता दर्शन गर्न जाँदैछौँ। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ केबल कारबाट खिचिएको भ्यू। मनै सिरिङ्ग हुन्छ पछाडि फर्केर हेर्दा। करिब 4-5 मिनट जति लाग्यो होला केबल कारबाट त्यहाँ पुग्न। हस् त आजलाई यति नै। अब अर्को पार्टमा भेटौँला है त। स्टे ट्युन्ड। 3000 मिटरको हाइटमा हामी आइपुग्यौँ। यहाँ माथि सायद देखिनु भएको छैन, त्यससम्म चाहिँ अलिकति हिँडेर जानुपर्छ। हामी केबल कार चढेर आइसक्यौँ। यो चाहिँ कालिम्चोक मन्दिर। भगवती माता जय होस्, सबैको कल्याण होस्, सबै भक्तजनहरूको जय होस्।